मान्छे मार्न पाइन्छ मान्छे मारेर शासन सत्ता चलाउँछु भन्ने असम्भव संसारमा कुनै पनि तानाशाही त गर्न सक्दैन गृहमन्त्री राजीनामा दिनुभयो दिएर के हुन्छ गृहमन्त्री राजीनामा दिएर मान्छे मारिसक्नु मान्छे मरेर फर्किदैन ओ भाई मारो मुझे मारो आगीदेखि नजिस्क्यौँ भनेको नि धेर जिस्केर यस्तो भएको Gunshots in the air. Oh shit, he's just put off some tear gas over this way. Bollocks. Oh fuck, sorry dude. There's some more cans being thrown this way. Fucking hell. Wow, that fucking really gets in your eyes. Oh, shit, man. Fucking hell. त्यो डल मैले घर कसरी लिएर आएँ होला त म एक्लै गएको प्रोटेस्टमा है कोही मसँग थिएन म एक्लै गएको अनि म फर्किँदाखेरि मेरो हातमा त्यहाँ केही छ अब के होला त अब के होला देशमा अब के हुन्छ देशमा पेस्कोस पिलास हमर देशु के बेचर निकाल राज भाइ सामान निकाल सेतो धुलो माने कोकाइन मैले एकछिन पछिको के सोचे छैन मलाई गोटीको चालले नि छोडे छैन ए म ज्यापमा चिस यतिकै उठेछ रिस त 10 मा 20 कलयुग है कर्मों का युग जो जैसा खेल रचाएगा अपने कर्मों का फल प्राण जग में वैसा पाएगा यहाँ बस्यो तपाईको यहाँ सानो त भयो नि त हैन अब ल ठिक छ टोयलेट यताबाट झर्छ अब सु गर्दाखेरि यहाँ पर छिटिने भयो के अब छोरा मान्छेको त एडजस्ट गरेर यसो घुमाएर हुन्छ भित्र हैन अब छोरी मान्छेको त हुँदैन नि त अब छलल जान्छ उता कि छेक्नै पर्यो हैन अब छेक्नु नै हुँदैन नि त हातमा खोट लाग्छ नि त त्यही भएर यो चाहिँ अलि यतिसम्म बढाउनु पर्छ के नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान बोकेर हिँड्छ कसरी मान्छे बोकेर हिँड्छ हामी देखाउँछौँ धेरै लामो समय छैन 2 वर्ष अगाडि मजाक उडाएका थिए अब केपी ओली को मरना चाहिए उसको हम मार दूंगी सासुरे साथ छाप सासुरे साथ छाप सासुरे साथ छाप हेलो शेरे दाई हजुर बाबु शेरे दाई आज तुम थोलो हेरे दाई के हो त सानो त पुरै रातै गरिदिएछ नि त आज के हो ए बाबु आज जेन्जीले त चानामै थस्काइदियो त बाबु के गर्ने साह्रै गाह्रो भइरहेछ मलाई त बच्चाकै अठ्या कि के हो दाजु आज होइन ए बाबु होटल सबै खुला बाबु के गर्ने लस्टै गाह्रो भएको छ के भइरहेछ ल यो देशमा के भइरहेछ बाटो हिँड्दै गरेको मान्छेलाई के गरे यार यो के हो यार बाटो हिँड्दै थिए यार लबी त हेर्न आएको बेरोजगार हामी तपाईँको सरकारी जागिर बन्नुभएको त महिना पछि तल आउँछ खोया तपाईँलाई हेलो
नारायणी सेना छोडी कृष्ण रोज्ने पार्थमा अर्जुन दृष्टि रणभूमिमा ब्रह्मास्त्र साथमा अघि लगा रथ मेरो शङ्ख बजा युद्धस्वको नारा लगा हुकुमको एका बुलेट बाइकमा आउँछु म सरर चनेल अत्तर बसाउँदै हरार हामी यतिखेर प्रत्यक्ष प्रसारणमा छौं तपाईहरुलाई हामी देखाउन चाहन्छौं। ये देख सकते हैं, ये भाई साहब लोग जो है इसी में मजा कर रहा है। देखिए, हाँ देखिए, ऐसे ऐसे लोग छुछुंदर लोग जो है रास्ते में मिलते रहते हैं। नर यार हाम्रो कर्मै यस्तो रहेछ। कति घण्टा हो 2 घण्टा भयो हैन यता टोइलेटदेखि ढिलो निस्केकोमा सम्मान गरेको जहिले यसरी ढिलो निस्किनु हैन ताली पड्का आउनु न दाइ तपाई आउनु न मलाई बोलाएर फिल्म देखाउने।